त्यही त उहाँले तपाईँकोमा आएर चाहिँ माग्नु पर्ला केटी माग्न आउनुभयो र मल्लिकासँग बिहा गर्न इच्छा छ मलाई भन्नुभयो भनेदेखि तपाईँको उत्तर के हुन्छ उहाँले अहिले चाहिँ म चाहिँ उहाँसँग मात्रै होइन कि कोहीसँग पनि बिहाको बारेमा चाहिँ सोच्नै सक्दिनँ जस्तो कि किनकि अहिले म जुन एजमा छु अझै बिहा भन्ने कुरा चाहिँ मेरो लागि अलिकति सेकेन्डरी अलिक पर नै छ जस्तो लाग्छ सो पर्खिनु भयो भने यो त एकदमै हाइपोथेटिकल हुन थाले जस अहिलेको लागि चाहिँ त्यो चाहिँ मैले चाहिँ उहाँसँग मात्र नभएर कोहीसँग नि त्यो पोसिबिलिटी चाहिँ देख्दिनँ भनौँ न उहाँसँग एकदमै नजिकसँग जोडिएका कतिपय साथीहरूलाई पनि उहाँले आफ्नो बहिनीको बिहामा बोलाउनु भएन हजुर हजुर तर तपाईँलाई देखेको थियो हजुर हजुर तपाईँ पुग्नु भएको थियो पुगे त्यो कारण पनि अन्तरङ्ग सम्बन्ध पक्कै छ भन्ने पनि अल्कलबाजी काटिन्छ क्या आई थिङ्क त्यो वेडिङ पछि नै अझै त्यो न्युजहरू अझै सर्कुलेट चाहिँ भएको थियो र त्यसमा चाहिँ सोली हामी चाहिँ अब भनौँ न कतिचोटि काम गऱ्यो होइन तर एभ्री टाइम कहिले पनि कुनै पनि कुरामा खिटपिट त्यस्तो केही पनि भएको छैन कि सो